बाजेले आज फेरि मलाई ओ नेपाल गएर फर्किनु भ्याउँछ सरी किन भनेको सिन्कीको झोल ल्याइदिनु अरे टिफिनमा हाल्यो। त्यस्तो पनि हुने कुरा हो र भनेको होइन हुनै पर्छ भन्छ। सिन्की चाहिँ छैन मसँग गुन्द्रुक चाहिँ छ खाने हो भनेको होइन सिन्की नै बना न भनेको सिन्की बनाउनु त 1 वर्ष लाग्छ भन्ने होइन। ल अब त्यसो भए त्यही गुन्द्रुकै बनाउनु त्यस्तै हुन्छ होइन अरे हो पक्का हो त्यस्तै हुन्छ भनेर चाहिँ म यहाँ आलु लगाएर गुन्द्रुक लगाएर चाहिँ पानी लगाइदिएँ होइन। यहाँ सिद्राको अचार चाहिँ आफूलाई बनाएको नि ल यस्तो भइसकेको छ भने यहाँनिर गुन्द्रुकको झोल एकदम रेडी र सर्भ गर्दैछु है। ल बाजे पाक्यो भनेको बाजे हत्तालेर आयो ल हामी चाहिँ अब खान लागेको गाइसहरू यस्तो दामी देखेको छ हेर्नुहोस् त खाउ लाग्दो भएन त अन्त गुन्द्रुकको झोल सिद्राको अचार। अन्त बाजेलाई चाहिँ फेरि थालमा पनि हालिदिनुपर्छ किनभने सुप खाएको गर्छ क्या गुन्द्रुक भनेपछि मुर्नु खोज्छ नि त। र मैले जे पनि दिन्छु नि बनाएर बाजेको फेभरेट भइहाल्छ। ल कसरी हो के हो है म चाहिँ बुझ्नु सकिनँ र मैले साँच्ची भनेको गाइस मैले ढाँटेको चाहिँ होइन अति मिठो यस्तो गुन्द्रुक त मैले खाएकै थिइनँ। र यो गुन्द्रुक चाहिँ कसरी बनाउँछ भनेर चाहिँ मैले प्रोसेसिङ दिएको वर्ष लाग्छ भनिदिएको बाजेलाई हो र भनिदिइरहेको क्या बाजेले नै अति मजाले खायो। थ्याङ्क यू गाइस।